दर्शकबिन नमस्कार। कार्यक्रम समय सान्दर्भिक बातचितमा यहाँहरूलाई स्वागत छ। म नीलु चौधरी। यहाँहरू यो कार्यक्रम भैरहवा टेलिभिजनबाट हेर्दै हुनुहुन्छ भने भैरहवा एफएम 97.3 मेगाहर्ज र रेडियो गौतम बुद्ध 98.4 मेगाहर्जबाट सुन्न सक्नुहुन्छ। दर्शकबिन, यस कार्यक्रममा हामी विभिन्न सङ्घ संस्थासँग सम्बन्धित व्यक्तिहरूलाई आमन्त्रित गरेर उहाँहरूसँग विशेष कुराकानी गर्दै आइरहेका छौं। यसैगरी आज हामीसँग हुनुहुन्छ हाम्रो पाहुना नेपाल मगर युवा संघ रूपन्देही जिल्लाका अध्यक्ष हेमन्त बुढा थोकी मगरज्यू। उहाँलाई म कार्यक्रममा स्वागत गर्न चाहन्छु। कार्यक्रममा स्वागत छ सर। नमस्कार, धन्यवाद सर। आज तपाईहरुको मगर दिवस भोलिको एकदमै रौनक छाइराखेको छ। तपाईहरुको कसरी तयारी गरिराख्नु भएको छ? यो भन्दा पनि सर्वप्रथम त मैले चाहिँ 43औं मगर दिवसको यहाँहरू सम्पूर्णमा मगर समुदाय, अन्य समुदाय, स्वदेशमा भएका मगर समुदाय र त्यसभन्दा बाहिरको मगर समुदायमा सबैमा चाहिँ 43औं मगर दिवसको शुभकामना टक्राउन चाहन्छु। र तयारी भन्दा पनि यो मगर दिवस एउटा मगरहरूको एउटा विशिष्ट किसिमको दिन हो। 15 गते यसको लागि व्यापक रूपमा तयारी भइरहेको छ। यो मगर दिवस चाहिँ एउटा स्थानीय लेभलमा, पालिका लेभलमा मनाउने आइरहेको छ। म मगर युवा संघको जिल्ला रूपन्देहीको अध्यक्ष हो। त्यसपछि म मगर संघकै पार्टी संगठनको बुटुलको सचिव पनि हो। तसर्थ मैले बुटुलको हकमा भन्दाखेरि हामीले अस्ति मात्र हामीले चाहिँ मगर दिवसको तयारी गर्यौं। त्यसमा चाहिँ 5 दिवसीय कार्यक्रम सहित हामीले चाहिँ तयारी गरेका छौं, जसमा चाहिँ आज 14 गतेसम्म चावला कार्यक्रम गरियो। चाहिँ भोलि चाहिँ मूल समारोह कार्यक्रम सम्पन्न हुँदैछ। सम्पूर्णलाई चाहिँ बुटोलमा चाहिँ एकचोटि आएर अवलोकन गरिदिनु हुन हार्दिक अनुरोध चाहन्छु। ठिकै सर। यो जुन मगर हैन मगर संघ छ, यसको स्थापना चाहिँ कहिले भएको हो? ठ्याक्कै भन्नुपर्दा चाहिँ यो जब चाहिँ त्यतिखेर चाहिँ एउटा चाहिँ राज्यको चाहिँ एउटा किसिमको यो लोकतन्त्र प्रजातन्त्र भन्ने थिएन, एउटा तपाईको एउटा पञ्चायती काल जस्तो थियो हैन। त्यतिखेर चाहिँ 2012 सालमा जब चाहिँ राजनीतिक दल पनि खोलेको थिएन, ब्यान्डेज गरिएको थियो खोलेको राजनीतिक दलहरूलाई पनि। त्यो अवस्थामा चाहिँ 2012 सालमा चाहिँ तपाईको गिरिप्रसाद बुढाथोकीज्यूले चाहिँ एउटा संगठन खोल्ने चाहिँ मगरहरूलाई एकजुट गराउने चाहिँ प्रयास गरेको र त्यसपछि आएर चाहिँ 2038 सालमा चाहिँ बुटोलमा चाहिँ तपाईको चाहिँ पुरा रिटायर भएको रिटायर एसपी हेमबहादुर पुनको नेतृत्वमा चाहिँ लङ्गाली कानुङ लङ्गाली समाज भनेर चाहिँ 38 सालमा चाहिँ तपाईको चाहिँ तदर्थ समिति गठन गरियो। त्यसपछि 39 सालमा चाहिँ तनहुँको चाहिँ दमौलीमा चाहिँ विधिगत रूपमा चाहिँ यसलाई चाहिँ फागुनको 15-16 गते चाहिँ तपाईको प्रथम अधिवेशन गराएर चाहिँ हेमबहादुर पुनकै अध्यक्षतामा चाहिँ 15 सदस्यीय कार्यसमिति केन्द्रीय समिति चयन भएको, जसमा चाहिँ हाम्रा मगर अग्रजहरू जस्तै गोरबहादुर खपाई भयो, अनि सुरेश आले भए, अनि तपाईको एमएस थापाहरू भयो, हेमबहादुर बुढाथोकी भए। यस्तै दिग्गजहरू चाहिँ मगर अग्रजहरूको चाहिँ नेतृत्वमा चाहिँ 15 सदस्यीय चाहिँ केन्द्रीय समिति गठन भएको। पछि आएर तपाईको 2046-47 सालपछि प्रजातन्त्र आयो। त्यसपछि तपाईको संघ संस्थाहरू गठन गर्ने प्रक्रिया छुट भयो। त्यसपछि आएर 48 सालमा चाहिँ चौथो अधिवेशनबाट चाहिँ 38 सालमा चाहिँ तपाईको कानुङ लङ्गाली हैन समाज भनेर खोलियो, दर्ता पनि भएको थिएन। तर चाहिँ 48 सालमा त चौथो महाधिवेशनपछि तपाईको चाहिँ बल्ल चाहिँ विधिगत रूपमा चाहिँ दर्ता गराई नेपाल मगर संघ भनेर चाहिँ बल्ल चाहिँ अहिले जुन हाल नेपाल मगर संघ छ चाहिँ 2048 सालको महाधिवेशनबाट चाहिँ कानुङ लङ्गाली समाजलाई परिवर्तन गरेर नेपाल मगर संघ बनाएको हो र यसको दर्ता त 2049 सालमा चाहिँ दर्ता भएको। अनि ठिकै सर, यो मगर दिवस किन मनाइन्छ र मगर मात्रै मनाउने खास उद्देश्य किन हो? यो मगर दिवस किन मनाइन्छ भन्दा पनि यो राज्यको चाहिँ एउटा राज्य कुनै पनि राज्यमा चाहिँ त्यो समुदाय कतिको उसमा छ, सत्तामा छ अथवा विकसित छ भन्ने आधार चाहिँ 3टा आधारमा विशेष गरेर हामीले निर्भर गरिन्छ। एउटा चाहिँ उसको सामाजिक अवस्था कस्तो छ, एउटा आर्थिक अवस्था कस्तो छ, एउटा राजनीतिक अवस्था कस्तो छ भन्छ हैन।
अब मगर समुदाय यो तीनटै समुदायबाट चाहिँ कमजोर अवस्था भएको हो होइन। उसलाई राजनीतिक रूपमा पनि उसको पहुँच छैन होइन, अनि तपाईँको चाहिँ आर्थिक रूपमा पनि पहुँच छैन, एउटा सामाजिक रूपमा पनि पहुँच छैन होइन। र यो तीनटाबाटै मुख्य एजेन्डाबाटै तपाईँको यो समुदाय कमजोर भइसकेपछि यसलाई अगाडि बढाउनु पर्छ है भनेर चाहिँ 2038 सालमा जुन जमर्को गर्नुभयो, प्रयास त त्योभन्दा अगाडि पनि भयो होइन। तथापि चाहिँ वैधानिक रूपमा चाहिँ विधिगत रूपमा चाहिँ सबैलाई समेटेर चाहिँ तपाईँको चाहिँ 38 सालदेखि प्रयास भएर चाहिँ यो पिछडिएको मगरलाई चाहिँ अब अगाडि बढाउनुपर्छ, चेतना फैलाउनुपर्छ भनेर चाहिँ जुन 2039 साल फागुनको 15 र 16 गते सुरुवात गरियो। त्यसदेखि तपाईँको चाहिँ प्रथम अधिवेशन गरियो। त्यो प्रथम अधिवेशनलाई चाहिँ हाम्रो सुरुवाती दिन हो यो होइन भनेर चाहिँ त्यो दिनलाई चाहिँ हामीले मगर दिवसको रूपमा चाहिँ मनाउँदै आएको। यद्यपि यो चाहिँ एउटा सङ्घको स्थापना दिवस हो होइन, तथापि एउटा अब स्थापना दिवसलाई मात्र जाग्नु हुनेलाई होइन, एउटा चाहिँ समग्र मगर समुदायको चाहिँ तपाईँको आत्मविश्वास बढाउनुको लागि, उहाँको चाहिँ तपाईँको मनोबल बढाउनुको लागि, एउटा उहाँको आफूमा चाहिँ गर्व गर्नुको लागि चाहिँ गर्ने हिसाबले मगर दिवस रूपमा चाहिँ मानिएको छ होइन। अनि जुन हाम्रो मगर समुदाय हुनुहुन्छ, हाम्रो नेपालमा मगर समुदायको जनसङ्ख्या कति होला? अब यस्तो छ, अब मगर समुदायको जनसङ्ख्या हामीले भन्दा लगभग यो नेपालमा चाहिँ सबैभन्दा बढी चाहिँ तपाईँको 3 भागको 1 भाग चाहिँ तपाईँको चाहिँ मगर नै छ हामीले भन्दा। किनभने मगरको तपाईँको के अरे थर नै तपाईँ 14वटा थर छन् होइन। मगर समुदायको थर चाहिँ हामीले अहिले के छ भने मगरले चाहिँ जस्तै म हेमन्त बुढाथोकी त मेरो नागरिकतामा मगर भन्ने उल्लेख छैन होइन। जब मैले हेमन्त बुढाथोकी मगर भनेर लेखेँ भने तब चाहिँ राज्यले त्यो यो मगर रहेछ भने उल्लेख गर्ने भयो नि त। यस्तै तपाईँको अब बुढाथोकी क्षेत्री पनि हुन्छ, मगर पनि हुन्छ होइन। तपाईँको भण्डारी ब्राह्मण पनि हुन्छ, मगर पनि हुन्छ होइन। अब तपाईँको यस्तै चाहिँ अरू कास्टहरूसँग समुदायसँग चाहिँ मेल खाने भएको कारणले गर्दाखेरि होइन। तर त्यही सरकारको नजरमा चाहिँ मगरमा गनिनन् तिनीहरू होइन। त्यसले गर्दाखेरि तिनीहरूलाई काछाड गर्दा पनि असली मगरै लेखाएको मान्छेहरूले सरकारको तथ्याङ्क अनुसार 20 लाख छ होइन। सरकारको तथ्याङ्क अनुसार जब मगरै लेखाएको होइन तर चाहिँ हाम्रो तथ्याङ्क अनुसार त्यो सरकारको तथ्याङ्क पनि मिथ्याङ्क हो होइन। उसले कहिले पनि राज्यले कहिले पनि के भन्छ उसको मनोनयन गराउनको लागि उसको समुदायलाई घटाइदिन्छ, उसको शिक्षालाई पनि यिनीहरू अशिक्षित सम्बन्ध लागिन्छ होइन। भनेपछि राज्यले हजुरहरूको समुदायको तथ्याङ्कलाई घटाएको छ? त्यो डेफिनेटली घटाएको छ। किनभने यो यदि मगर समुदाय सबैभन्दा बढी देखियो भने यिनीहरूलाई चाहिँ बढी अधिकार गर्नु खोज्छ, बढी चाहिँ एकीकृत भएर चाहिँ आन्दोलनको रूप लिन सक्छ। हामी नि यहाँ होइन धेरै भनेर हामीलाई अधिकार बढी चाहिन्छ भन्ने खालको एउटा मनोबल पनि बढ्ने भयो। अनि एउटा फेरि तपाईँको आत्मविश्वास पनि बढ्यो, जनसङ्ख्या बढी भएपछि आन्दोलन पनि त्यसरी नै हुने भयो। यिनीहरूलाई कमै छ भनेपछि त आन्दोलन पनि कमजोर हुने भयो भने एउटा नियोजित रूपमा चाहिँ अब उहाँको भनेअनुसार 20 लाख छ, तर चाहिँ हाम्रो भनेअनुसार त 50-60 लाख हुने त्यति नै छ जस्तो लाग्छ। किनभने तपाईँको यतातिर रोल्पातिर पनि मगर छन्, यता धरानतिर पनि मगर छन् होइन, उत्तरमा हिमाल पनि मगर छन्, तपाईँको सिरातिर पनि मगर छन् भनेपछि जताततै मगरै छन्। तर चाहिँ के भन्दा नि तपाईँको सरकारले तथ्याङ्क लिँदाखेरि के हो भने अब भण्डारीले पनि तपाईँको अब भण्डारी लेखेपछि अब अन्य जातिमा जाने भयो, थापा त तपाईँको म्याक्सिमम क्षेत्रीय लेखाउने भयो होइन। अब अनि राणाहरू मात्र राणा पनि तपाईँको चाहिँ अलि हुने खाने राणाहरूलाई चाहिँ राणा नलेखेर राणा लेखाउँछन् के। अब इङ्ग्लिसमा त राणा एउटै हुन्छ होइन। त्यसले गर्दा यी किसिमले गर्दाखेरि चाहिँ तपाईँको सरकारले अब तपाईँको सबै काटछाड गर्दा पनि 20 लाख रुपियाँ 20 लाख जनसङ्ख्या छ, तर हाम्रो नजरमा चाहिँ हाम्रो पहिलो जनसङ्ख्या हो भन्ने हाम्रो उस छ। ठिकै छ। जस्तै मगर समुदाय छ नि, यो मगर तामाङ गुरुङ भनेको जस्तै दाजुभाइ जस्तै हो या छुट्टै, यिनीहरूको जातै छुट्टै? तपाईँले सही प्रश्न गर्नुभयो। तर चाहिँ हेर्दाखेरि हाम्रो चाहिँ फेस चाहिँ मिल्ने हुन्छ होइन। यो तपाईँको आँखा चिम्सुम्स आँखा अनि नेप्टो नाक होइन। तर चाहिँ यो वर्ण चाहिँ मिले पनि तर चाहिँ उहाँहरू र हाम्रो चाहिँ फरक नै हो। हाम्रो अब जाति समुदाय कसरी छुट्याउँछ भनेपछि कुनै पनि जाति समुदाय छुट्टिनुको लागि उसको भाषा हुनु पर्यो एक होइन, एउटा उसको तपाईँको वेशभूषा छुट्टै हुनु पर्यो एक होइन, उसको चाहिँ संस्कार संस्कृति फरक हुनु पर्यो एक होइन, उसको रहन सहन फरक हुनु पर्यो होइन। तर ब्राह्मण समुदायको र हाम्रो समुदायको त रहन सहन मिल्दैन नि त। गुरुङ समुदायको र हाम्रो समुदाय पनि भाषा मिल्दैन, तामाङ समुदायको र हाम्रो भाषा मिल्दैन, रहन सहन मिल्दैन, खानपिन मिल्ला होइन। जाँड रक्सी अब म्याक्सिमम हामीले खाइन्छ, तिनीहरू पनि खान्छन् होइन। त्यही आधारमा चाहिँ दाजुभाइ हुन त मिलेन। तर थारूले पनि खान्छ होइन, त्यही हिसाबले दलितले पनि खान्छ
हैन। र त्यही आधारमा एउटै जाति हो, खानाकै आधारमा एउटै जाति हो भन्ने मिलेन हैन। तर चाहिँ कुनै पनि जाति हुनको लागि उसको रहनसहन फरक हुनु पर्यो, उसको भाषा हुनु पर्यो, उसको संस्कार फरक हुनु पर्यो हैन। यो कुरा छुट्याउँछ कारणले गर्दाखेरि उहाँहरूको फरक छ, हाम्रो फरक छ। त्यही भएर चाहिँ अहिले बिचमा आएर तपाईँ के छ भने पुनहरूले पनि हैन हामी मगर होइनौँ, हामी कुन जाति छुट्टै हौँ भनेका छन् हैन। तर चाहिँ त्यो भरम हो। त्यो छुट्टै जाति हुनुको लागि त भाषा पनि हुनु पर्यो। त्यसो भए तिनीहरूको भाषा के हो, तिनीहरूको के हो, के अरे तपाईँको अनि रहनसहन त त्यो हाम्रै भन्छन् फेरि। अनि तिनीहरूको फेरि वेशभूषा पनि फेरि हाम्रै लाउँछन्। यदि फरकै हो भने त फेरि तिनीहरूको संस्कार पनि फरक हुनु पर्यो, वेशभूषा फरक हुनु पर्यो हैन। त्यसले गर्दाखेरि यो भरम भयो। तर चाहिँ यो मगर भनेको छुट्टै समुदाय, गुरुङ भनेको छुट्टै समुदाय हो, तामाङ भनेको छुट्टै समुदाय हो। जस्तै हाम्रो थारूहरूमा के भन्दाखेरि अहिले थारूहरू पनि छन् हैन। कठरिया थारू छुट्टै, आफूले म छुट्टै थारू हो भन्छ। अनि तपाईँको राणा थारूले म छुट्टै थारू हो भन्छ। अनि ठ्याक्कै यताको थारूहरू म छुट्टै थारू हो भने पनि यिनीहरूले पनि विभाजित गरे जस्तै हजुरहरूले पनि विभाजित गरे। यस्तो छ तपाईँको कुनै पनि समुदाय हैन, त्यो एउटा जातीय रूपमा एउटा भने एउटा फेरि तपाईँको वातावरण अनुसार पनि छुट्टा छुट्टै त्यो रहनसहन हुन्छ हैन, भूगोल अनुसार हैन। जस्तै तपाईँको मगरमा पनि के छ 18 मगरा 12 मगरा हैन। जस्तै तपाईँको स्याङ्जा पाल्पा यतातिर तपाईँको गुल्मीहरू भयो हैन, तनहुँ यतातिर भयो हैन। यिनीहरू चाहिँ 12 मगराभित्र पर्यो हैन। अनि यतातिर तपाईँको पश्चिम त रुकुम रोल्पाहरू भयो, यतातिर दाङ प्युठानहरू भयो, यतातिर चाहिँ 18 मगराभित्र पर्यो हैन। यसमध्ये 12 को अर्थ के होला सर, थोरै बताइदिनु। के भने अब जब यो आधुनिक नेपालको निर्माण जब पृथ्वीनारायण शाहले चाहिँ जब नेपाल बनाउनु भन्दा अगाडि एउटा थुम राज्य थियो नि त हैन। यो ठाउँको एउटा यो राजा, त्यो ठाउँको एउटा त्यो राजा हैन। थुम राजा त्यस्तै 12 मगराभित्र चाहिँ तपाईँको चाहिँ के थियो भनेपछि 24 वटा राज्य थियो कि 24 वटा राज्य थियो। 24 वटा राज्यमा चाहिँ बोल्ने भाषा चाहिँ तपाईँको मगर ढुट भाषा बोल्थ्यो हैन। मगरै हो हैन, त्यसरी बोल्थ्यो हैन। अब तपाईँको चाहिँ 18 मगराभित्र फेरि तपाईँको 22 राज्य थियो हैन। त्यहाँतिर तपाईँको के अरे मगर खाम भाषाहरू बोल्थे हैन, मगर काईकी भाषाहरू बोल्थे। तर मगरै हो। तर मगरभित्र पनि अब भूगोल अनुसार वातावरण अनुसार चाहिँ त्यो पुस भएको हो। तर चाहिँ मान्छेले के हुन्छ नि अब तपाईँको थारूमा पनि फरक हुँदै थियो हैन। तपाईँको मगरमै तपाईँको पुनलाई पनि तिम्रो छुट्टै जाति हो, तिम्रो पुन होइनौ, यो पुन हो, तिम्रो मगर होइन भनेको राज्यले पनि कहिले जहिले पनि राज्य निर्मम हुन्छ। उसले चाहिँ आफ्नो चाहिँ खाइपाइ आएकोलाई चाहिँ बाँड्न चाहन्न। त्यो सबैको जोडी पनि हैन। हिजो तपाईँको यो के अरे आधुनिक नेपालको निर्माण हुन अगाडि त यहाँ मगर राज्यहरू 22 र 24 मगरहरूको शासन थियो, उहाँहरूको तपाईँको सैनिक थियो, उहाँको प्रशासन थियो हैन। हिजोहरूले अब त जोगाउन सकेनन्, एकजुट हुन सकेनन् हैन। पछि एकीकरणको नाममा चाहिँ तपाईँको चाहिँ पृथ्वीनारायण शाहले एकीकरण गरे। ती तपाईँको उयो पहिचानहरू सबै ध्वस्त पारे। त्यसपछि अहिले चाहिँ तपाईँको शासन उहाँहरूको छ हैन। उहाँको शासनकालमा चाहिँ हामी चाहिँ त्यतिखेरको शासक भनेको त हामी थियौँ हैन। मगर थियो, तराईमा थारू राजाहरू थिए हैन, पहाडी इलाकामा मगर राजाहरू थिए हैन। त्यतिखेर चाहिँ हामी के भयो भने चाहिँ हामी शासक वर्ग थियौँ भनेपछि उसको विपक्षी भयौँ। अब विपक्षीलाई जहिले पनि दबाउने काम हुन्छ, किनभने उसको शिर उच्चा भयो भने फेरि विद्रोह गर्छ, फेरि हाम्रो शासन रहन्छ भनेर चाहिँ त्यतिखेर चाहिँ विशेष गरेर मगर अनि तराईमा थारू समुदायलाई चाहिँ निर्मम चाहिँ उस गरेको, दोहन गरेको, उस गरेको दबाएको हो। त्यस कारणले गर्दाखेरि केही ठाउँमा मगर भाषाहरू बोल्न नदिने भयो हैन। किन मगर भाषा बोल्ने बित्तिकै उसले आफ्नो कोड भाषामा कुरा गर्छ अनि विद्रोह गर्छ भनेर चाहिँ धेरै ठाउँमा तपाईँको मगर भाषा नजान्ने मगर हो, तर मगर भाषा जान्दैन हैन। तर के भन्नु राज्यको दोहन अब दमन नपरेको कारणले गर्दा त्यस्तो हो। अनि ठ्याक्कै सर जस्तै अब जनसङ्ख्या धेरै भए पनि अब राज्यसँग दबेर बस्नु भनेको त्यो आफ्नै समस्या या राज्यको कूटनीतिक चाहिँ त्यो पनि राम्रो क्वेसन गर्नुभयो। जस्तै केही कुराहरू चाहिँ आफ्नो समस्याहरू छ हैन। तर फेरि आफ्नो समस्या मात्र हो भनेर फेरि आफूलाई चाहिँ कमजोर ठान्ने होइन। केही कुराहरू धेरै कुराहरू राज्यबाट चाहिँ त्यो प्रब्लम क्रिएट गरेको छ हैन। जस्तै तपाईँको राज्यको तहमा जस्तै तपाईँले इक्जामको लागि तपाईँ मन्त्री हुनुभयो भने तपाईँको छोराछोरीहरू तपाईँ इक्जाम्पल मन्त्री डक्टर हुनुभयो भने तपाईँको छोराछोरी त्यही लाइनमा जान्छ नि त हैन। अब तपाईँलाई मन्त्री बनाउनुको तपाईँको त मन्त्री भएपछि त तपाईँले बल्ल सिक्नुहुन्छ, सबै कुरा जान्नुहुन्छ हैन। तपाईँ अनुभवी नहुँदासम्म त तपाईँले कसरी जान्नुहुन्छ। अनि के भन्छ राज्यले के भन्छ, उहाँले जान्नुहुन्न, उहाँले गर्नै सक्नुहुन्न, झुट बोल्न जान्नुहुन्न, उहाँले टेक्नोलोजी गर्न सक्नुहुन्न, कहाँ यस्तोलाई मन्त्री बनाएर हुन्छ भनेपछि अवसरै नपाएको, प्रथम अवसर नपाएको। त्यसपछि चाहिँ के भन्छ तपाईँको आत्मग्लानी भइसकेपछि हाम्रो पुर्खाहरू शासक भएर मन्त्री प्रधानमन्त्री राष्ट्रपति भए पनि हामीलाई आत्मबल बढ्छ र हैन। नभएपछि त अब हाम्रो पुर्खाहरू त लाउरी बन्नु भयो। हाम्रो त के छ भनेपछि मगर समुदाय के छ नि
सर्वप्रथम लाउरे बन्ने चाहना छ हैन। तर उसलाई चाहिँ चाहना के छैन भने यहाँको चाहिँ म मन्त्री बन्छु अथवा यहाँको हाकिम बन्छु अथवा यहाँको चाहिँ सुब्बा हुन्छ अथवा यहाँको डिएसपी इन्सपेक्टर बन्छु भने उसलाई चाहना उसलाई के छैन पुर्खा लाउरे भएको अहिलेको युवा पुस्ताले लाउरे हुने चाहना छ हैन। त्यसले गर्दाखेरि यो चाहिँ एक किसिमको हाम्रो कमजोरी भयो। तर चाहिँ नियोजित रूपमा त सरकारले गरेको छ नि त। त त्यतिखेर विदेशमा लाउरे बन्ने बाध्यता कसले बनायो त? सरकारले बनायो नि त हैन। जङ्गल जङ्गल त तपाईँको त गोर्खा सेनालाई तपाईँको त अङ्ग्रेजसँग लड्न पठाएको हो त। आफू युद्धमा लड्ने तर अङ्ग्रेजको सपोर्टरमा तपाईँको गोर्खाली राजा सेनाहरूलाई त लको हो नि त। त्यतिखेर अधिकांश मगर थिए हैन। अहिले पो तपाईँको के अरे धेरै तलब आयो मान्छेलाई आय स्रोतको उस भयो मान्छेले ऊ यिनीहरू त लाउरे त्यो पैसा कमाए यति तलब बुझे यति पेन्सन पाए भन्नुभयो त। त्यतिखेर त मर्न पठाएको हो नि त। जागा लड कि मोर कि जितेर आऊ भनेर पठाएको हो नि त। ठिकै छ। हजुर आफ्नो जस्तै मगर समुदायले आफ्नो संस्कृति जोगाउन र पहिचान बचाउन के कस्ता कार्यहरू अहिले गरिराख्नु भएको छ? अहिले मैले अघि नै भने नि यो ४३औं मगर दिवसमा एउटा चेतनाको दिन हो यो हैन। अब अहिले चाहिँ के छ भनेपछि तपाईँको मगर दिवसको नाममा चाहिँ विभिन्न किसिमका तपाईँको भड्काउलो कार्यक्रमहरू जस्तै कलाकारहरू लिएर हैन उत्ताउलो किसिमको कार्यक्रमहरू गर्ने जनतालाई चाहिँ उतार्ने खालि नाचगान गर्ने मात्र सीमित अहिलेको पुस्तामा त्यो खालि त्यो एउटा मेसेज आएको छ हैन। तर वास्तवमा त्यो होइन। मगर दिवस भनेको के हो भने यो दिनमा चाहिँ सबै मगरहरू बाहिर निस्किन्छन् दिवस मनाउन। यो बाहिर निस्केको बेलामा चाहिँ हामीले चाहिँ सही समयमा सही तपाईँको चाहिँ क्लु फ्याल्नुपर्छ भनेको चाहिँ यो बेलामा चेतनाको लहर फ्याउनुपर्छ हैन। मगरहरू बाहिर निस्केछन् सुन्ने अवस्थामा छन् त्यो अवस्थामा चाहिँ हामीले चाहिँ केही गहकिलो कुराहरू मगर समुदायको चेतनाको कुराहरू त्यो फाल्नुपर्छ। तर चाहिँ अहिले पछिल्लो समय के छ भने तपाईँको चाहिँ भड्काउलोपनहरू कलाकारहरू ल्याउने नचाउने हैन। अनि त्यो खालि त्यो युवाहरूलाई चाहिँ नचाउनमै रमाउनमै मस्त गराउने वास्तवमा त्यो होइन त। हाम्रो पुर्खाले चाहिँ खास त्यसरी यो यसरी मनाउनु है भनेर त यो मगर सङ्घ स्थापना गरेको होइन। खास हाम्रो पुर्खाले चाहिँ मगरहरूलाई अब एकजुट गराउनुपर्छ यिनीहरूलाई चाहिँ चेतना दिनुपर्छ। बल्ल तब मात्र हामीले चाहिँ राज्यमा अगाडि बढ्छौँ हैन शासन सत्तामा अगाडि बढ्न सक्छौँ भन्ने हाम्रो चाहना हो हैन। त्यसको त्यसको सिलसिलामा चाहिँ अस्ति हामी के गर्यौँ भने तपाईँको अस्ति यो प्रथम लखन थापा मगर हुनुहुन्छ नि प्रथम शहीद हैन उहाँको बारेमा चाहिँ हामीले के अरे अन्तर्क्रिया कार्य गऱ्यौँ। रूपन्दी मगर सङ्घ रूपन्दी जिल्लाले अन्तर्क्रिया गर्यो हैन। अब मगरहरूले चाहिँ गर्व गर्ने लायक कुराहरू हैन जस्तै इतिहासमा मगरहरूले के गरे हैन त्यो अहिलेको पुस्तालाई हामीले थाहा दिए भए भो उसले जाने भए भो बल्ल उसले मगरप्रति गर्व गर्छ हैन। जस्तै थारू समुदायले गरेको कुनै गर्विलो कुराहरू अहिले पुस्तालाई थारूले यस्तो यस्तो गरेको देशको निम्ति यसरी आहुति दिएको आफ्नो समुदायको यस्तो गरेको भन्ने उसको इतिहासको वीरता उसले अहिलेको पुस्ता थारू समुदायलाई दियो भने बल्ल अहिले थारू समुदाय आफ्नो थारूप्रति गर्व गर्छ हैन। उसले कहिले पनि इतिहासमा जहिले पनि थारू हारेको हुन् यिनीहरू कहिले अशिक्षित हुन् भन्ने किसिमको सिकायो भने त उसले थारूप्रति गर्व गर्दैन नि हैन। त्यही भएर चाहिँ त्यो मगर समुदाय पनि त्यो गर्विलो चाहिँ उस होस् महसुस आउने पुस्ताले चाहिँ आफ्नो मगर हुन गर्व गरोस् र अगाडि बढ्नको लागि जहिले पनि तपाईँको साहस लियोस् र मनोबल उच्च राखोस् भन्नको लागि मगर सङ्घ स्थापना भएको हो। त्यसको लागि चाहिँ मगर विगत 40 वर्षदेखि चाहिँ मगर समुदायले गरिरहेछ। भाषा प्रशिक्षण दिने तपाईँको हाम्रो चेतनाको प्रशिक्षण दिने हैन यस्तै यस्तै किसिमका चाहिँ धेरै कुराहरू भएको छ। जस्तै सर यो थारू समुदायले आफ्नो झाँकी निकाल्दा ढकिया अनि त्यो मौनी अनि त्यो माछा मार्ने हेल्क भन्छ है त्यस्तो त्यस्तो डलियाहरू ल्याएर निस्किन्छ। तपाईँहरूको झाँकीमा कस्तो किसिमको चाहिँ चिनारीहरू प्रस्तुत गर्नुहुन्छ प्रदर्शन गर्नुहुन्छ? अब हाम्रो झाँकीमा भेष त अब मुख्यतया हाम्रो भेष त यही भन्नुभयो होइन खादा भयो यो यसलाई के भन्छ? भाङ्रा भनिन्छ हैन। अनि तल लाउने कछाड भनिन्छ हैन। यो त अब भेषमा भयो हैन। हाम्रो चाहिँ उसमा तपाईँको जस्तै पहिला परम्परामा घुमाउरो घर भन्ने चाहिँ गोलो घरहरू भयो अनि ढिकी के जस्तो कुट्ने ढुकी त्यो ढुकीहरू भयो अनि तपाईँको परम्परा कालमा चाहिँ ओढ्ने सेगोहरू भयो हैन तपाईँको अनि तपाईँको हलोजुवाहरू भयो। त्यो त ठ्याक्कै सर तपाईँको र थारू समुदायको मिल्दोजुल्दो छ परम्परा संस्कृति भन्दाखेरि। किनभने ढेकी भनेपछि थारू समुदायको घरमा अनि त्यो के भन्छ भने ओढ्ने एउटा हामीले त सेगु भन्छौँ हाम्रोमा फेरि सेकुवा भन्छ के अनि फेरि ठ्याक्कै ठ्याक्कै मिल्दोजुल्दो छ। यसलाई के भन्न चाहनुहुन्छ? अहिले यस्तो अब ठ्याक्कै अब कतिपयले भन्छ चाहिँ मगर पहाडको र तराईको थारू तराईको मगर भन्छ। यो अब ठ्याक्कै यो इतिहासमा त अब त्यस्तो भनेर कहिले लेखिएको छैन हैन।
तर इतिहास भन्ने कुरो अब हाम्रो मान्छे लेख्ने मान्छे भए बल्ल उसले लेख्ने हो। अरू लेख्ने मान्छे अरू भएपछि त जस्तो लेखे पनि भयो होइन। जस्तै तपाईँको समुदायको बारेमा तपाईँ लेख्नु भने बल्ल राम्रो लेख्नुहुन्छ। तपाईँको समुदाय अरू कसैले लेख्यो भने त उसले जस्तो पनि लेख्ने भयो होइन। त्यही भएर किटा नै यही हो भन्ने छैन। तर चाहिँ अब अग्रजहरूसँग कुरा गर्दा यस्तो कुरा गर्दाखेरि चाहिँ मगर चाहिँ थारूहरू पनि मगर थिए। पहाडबाट झर्दाखेरि सुरुमा झऱ्यो होइन। सुरुमा झरेपछि तपाईँ के भन्छ वातावरण र भूगोलले मान्छेलाई असर गर्छ होइन। त्यसपछि यता आएपछि सुरुमै झरेको यताको रहनसहनले उसलाई च्याप्यो होइन। यताको उस भयो। यता भइसकेपछि भाषा छुट्टै भयो होइन। त्यो भाषा भनेको त उदी यता हुने कुरा हो होइन। अनि रहनसहन छुट्टै भयो। तर चाहिँ नस्लहरू जिनहरू त एउटै एउटै देखिन्छ नि त होइन। तपाईँको अब हामी जस्तै मान्छे अब ट्याक्कै रहनसहनमा गर्नुको भने अब तराईतिर बस्यो भने हामीलाई अब त्यही थारू नै हुन्छ होइन। अब यही थारू समुदायले च्याट्ट लोर्के भनेर गयो भने भन्नु खोजेको त थारू समय नराम्रो हुन्छ भन्नु खोजेको होइन। तर चाहिँ च्याट्ट लोर्के गोरो गर्नु भनेको टलक्क ट्याक्क पाँच लगाएर हिँड्यो भने त्यता मगर आयो कुमगर आयो भन्छ नि होइन। तर मान्छे त झुक्किने छ नि त होइन। भनेपछि त नाम सोधेपछि बोल्दा थाहा हुने होइन। त्यसले गर्दाखेरि अब भन्दाखेरि चाहिँ दाजुभाइ नै हो भन्छन्। तर चाहिँ यो अपुष्ट हो। यो कुनै उसमा चाहिँ यो दाजुभाइ भनेर लेखेको छैन। तर चाहिँ यो चाहिँ हो भन्ने चाहिँ अग्रजहरूले भन्छन् हुन त। ठिकै सर, फेरि मैले प्रश्न जोड्न चाहेँ। हजुर आफ्नो जीवनको कुन समय कति वर्षदेखि चाहिँ नेतृत्वमा लाग्नुभयो र नेतृत्व गर्दा तपाईँले कतिको सङ्घर्षपूर्ण तपाईँको जीवन रह्यो? अब नेतृत्व गर्नुभन्दा पनि अब हामी कलेज पढ्ने समयमै साथीहरूसँग जे होस् यस्तो कुराहरू हुन्थे होइन। अब यो समुदाय कुराहरू भयो, देशको परिस्थिति कुराहरू भयो होइन। कलेज पढ्ने क्रममै त्यतिखेर भइन्थ्यो। तर चाहिँ पछि अब कलेज पढ्न अब अलि उस भएपछि कलेज जीवनबाट अलिक टाढा भएपछि 2017 सालदेखि चाहिँ तपाईँको चाहिँ कुनै पार्टीको चाहिँ मैले एउटा मेम्बर लिएँ होइन। त्यसको लगतै अनि समुदायको चाहिँ प्लेटफर्म त समुदाय हो होइन। त्यो प्लेटफर्म समुदाय चाहिँ आफ्नो चाहिँ मगर सङ्घको चाहिँ बुटोलुक महानगर समितिको चाहिँ वडा नम्बर 14 को चाहिँ वडा अध्यक्ष हुँदै तपाईँको फेरि 74 सालमा चाहिँ नगर सचिव हुँदै अहिले चाहिँ तपाईँको 79 सालमा चाहिँ नेपाल मगर युवा सङ्घको जिल्ला अध्यक्ष छु होइन। अहिले चाहिँ नेपाल मगर सङ्घको चाहिँ बुटोलको चाहिँ सचिव छु अहिलेसम्म होइन। अब मेरो पोलिटिक्स भन्दाखेरि अहिले कुनै चाहिँ पोलिटिक्सको चाहिँ एउटा पोलिटिक्सको चाहिँ म चाहिँ जिल्ला युवा सङ्घको जिल्ला अध्यक्ष थिएँ। अहिले चाहिँ छैन म त। त्यतिखेर चाहिँ यो केही समय अगाडि थिएँ। ठ्याक्कै आफूलाई धेरै मान्छेहरू पोलिटिक्समा होमाइराखेछन् होइन। जस्तै अरूको त उद्देश्य हुन्छ, कसै कसैको त बिना उद्देश्यको एउटा बिजनेस जस्तै मान्नुहुन्छ। तपाईँ राजनीतिमा आउनुको मेन उद्देश्य के हो सर? यस्तो सही प्रश्न गर्नुभयो। यो अहिले जल्दी बोल्दा चाहिँ आवश्यक हुने प्रश्न हो। अहिले चाहिँ समाजमा त हामी कलेज पढ्दाखेरि एउटा मेसेज जान्थ्यो भने चाहिँ एउटा के समाजमा एउटा रन्थन हुन्थ्यो, गन्थन हुन्थ्यो। पोलिटिक्स चाहिँ गर्नु हुँदैन, पोलिटिक्स इज हेड भन्थ्यो होइन। हेड गेम भन्थ्यो होइन, डट्टी गेम भन्थ्यो होइन। अनि त्यो किसिमको एउटा मेसेज जान्थ्यो। जब एउटा पढ्ने विद्यार्थीलाई, एउटा युवा अवस्थाको विद्यार्थीलाई जब केही गर्छु भन्ने विद्यार्थीलाई जब पोलिटिक्स डट्टी गेम भनिदिएपछि ऊ कहाँ जान्छ त्यो होइन। पोलिटिक्सबाट त निस्किनु भयो। डट्टी गेम भनेपछि त निस्किनु भयो नि त, पोलिटिक्सबाट निस्किनु भयो। जब हामी पोलिटिक्सबाट निस्किएपछि त पोलिटिक्स भनेको त्यसो पछि बुझेर जाँदा त पोलिटिक्स देश बनाउने यही छ होइन। अब तपाईँको मगर सङ्घको अब अध्यक्ष हुनु ठुलै रनाइलोमा चाहिँ ठुलै काम गर्नु, केन्द्रीय अध्यक्ष भए पनि त्यसले खुबै गरे। त्यही तपाईँको चाहिँ रत्नपारमा गएर आन्दोलन गर्ने हो उसले। त्यसले भत्ता पाउने होइन, कुनै निर्णय गरेर यस्तो गर सरकारलाई दिने गर्ने आन्दोलनै गर्ने हो। तर चाहिँ पोलिटिक्स गरेपछि त प्रधानमन्त्री हुने भयो। त प्रधानमन्त्री त निर्णय गर्ने ठाउँमा चाहिँ कसैलाई दिने काम ठाउँमा हुने भयो नि त होइन। देश विकास गर्ने ठाउँमा हुने भयो त्यो। अनि सही गलत छुट्याउँदाखेरि कारवाही गर्ने ठाउँमा हुने भयो होइन। अब त्यो ठाउँबाट चाहिँ युवालाई वञ्चित गराइसकेपछि अब चाहिँ एउटा समुदायले चाहिँ यो युवाहरूलाई चाहिँ प्रवेश गर्न दिनु हुन चाहिँ त्यसमा भ्रम फैलाए होइन। तर चाहिँ वास्तवमा त्यो भइन्छ होइन। हामीले जहाँ छौँ, जस्तो अवस्थामा छौँ, त्यो पोलिटिक्सबाट चाहिँ हामी कहिले पनि टाढिनु हुन्न, नजिक हुनुपर्छ होइन। जस्तो सुकै पोलिटिक्स होस् होइन, चाहे तपाईँको राप्रपाको पोलिटिक्स होस्, चाहे जनमुक्तिको पोलिटिक्स होस्, चाहे उसको जुनै पोलिटिक्स होस्। तर चाहिँ पोलिटिक्समा लागेपछि आफू लागेको पोलिटिक्समा चाहिँ ऊ पोख्त हुनुपर्छ। आफू लागेको पोलिटिक्स के हो त, उसको तपाईँको धारणा के हो, उसको प्रिन्सिपल के हो होइन, त्यो त बुझ्नु पऱ्यो नि त। हावातालमा हिँड्न त भएन होइन। त्यसले गर्दाखेरि
त्यो लाग्नुपर्छ। तर विशेष गरेर अहिले चाहिँ नबुझिकन चाहिँ तपाईँको चाहिँ हावाको तालमा हिँड्दाखेरि तपाईँको परिणाम अहिले आएको परिणाम होइन। तपाईँको देश धनभन्दा धन तपाईँ गरिबीको समय आएको छ होइन, त्यस्तो आइरहेछ नि त। अब तपाईँको चाहिँ देशप्रति चाहिँ सबै युवाहरू निराश भएछन्, विदेशतिर प्लान भएछन्। त के गल्ती कसो गल्ती भन्दा त युवाको गल्ती हो, युवाले सोचेन होइन। आज तपाईँको अब यहाँ कोही नेता आउने बित्तिकै तमाम युवाहरू आउँछन् होइन, उसले बुझेर जाँदैन फलाना नेता आउँदैछ, अब यहाँ गएपछि भोलि बिहान जागिर सागिर पाइएला अथवा कुनै अवसर देला अथवा केही समस्या भयो भने यसले बाधाहरूको पुर्का गर्ला बचाउला भन्ने हिसाबमै त गएन नि होइन। तर बुझेर त गएनन्। तर चाहिँ पोलिटिक्स चाहिँ हामीले बुझेर गर्नुपर्छ। अनि ठ्याक्कै सर फेरि मैले प्रश्न जोड दिन चाहेको छु एउटा। हजुरले भन्नुभयो अब राजनीति गर्ने प्रिन्सिपल हुनुपर्छ। जस्तै अहिलेसम्म त राजनीति गर्दा पार्टीको प्रिन्सिपललाई हेरेरै मान्छे कार्यकर्ताले अगाडि बढिराखेछ। आई थिङ्क त्यो एउटा पृथकतावादीको राजनीति हो। अनि मान्छे प्रिन्सिपल लिएर हिँड्यो भने आफ्नो व्यक्तिगत चाहिँ उद्देश्य चाहिँ हुनु पर्यो नि त। प्रिन्सिपल लिएर हिँड्दा चाहिँ देश परिवर्तन गर्न सकिन्छ या आफ्नो व्यक्तिगत पनि उद्देश्यले परिवर्तन गर्न सकिन्छ। आई थिङ्क इक्जाम्पलको लागि बालेन जस्तै के यस्तो हो। तपाईँको चाहिँ व्यक्तिगत भन्नाले एउटा व्यक्ति मात्रै उस हुने भयो, अगाडि आउने भयो होइन। प्रिन्सिपल त सबै अगाडि आउने भयो नि त होइन। तपाईँले भने बालेनलाई यस्तो एउटा इक्जाम्पल दिनुभयो, त्यो राम्रो इक्जाम्पल हो। जस्तै हर्कजीहरू हुनुभयो होइन, उहाँहरू राम्रो इक्जाम्पल हो होइन। तर एउटा सीमित दायरा मात्रै बनाएर त भएन नि त होइन, त्यो देश बनाउने हो होइन, देश बनाउने हो। त्यसले गर्दाखेरि उहाँ एउटा नयाँ नौजवान हो, उहाँले पनि एक दिन चाहिँ तपाईँको एउटा प्रिन्सिपल सिद्धान्त गरेर अगाडि बढ्नुहुन्छ। तर चाहिँ त्यसरी काम गरेर त एउटा विचार त हुनु पर्यो नि त। राजतन्त्र ठिक छ कि छैन होइन, तपाईँको गणतन्त्र ठिक छ कि छैन, त्यो त धारणा त आउनु पर्यो नि होइन। अब जस्तै इक्जाम्पलको लागि ल अब सी जिनपिङ तपाईँको चाहिँ चाइनाको राष्ट्रपति हुनुहुन्छ होइन। जुनै तन्त्र सिस्टम भए पनि होइन केही न केही त उहाँको त उस प्रिन्सिपल त छ नि त, काम त गर्नु भएको छ। उहाँले त आफ्नै पार्टीको मान्छेलाई पनि कारवाही गर्नुभएको छ, भ्रष्टाचारमा परेको मान्छेलाई होइन। अब त्यो किसिमको उहाँले गर्न सक्ने कि नसक्ने भन्ने कुरो भयो क्या। फेरि मैले प्रश्न जोड दिन चाहेँ सर। तपाईँले भन्नुभयो एउटा चाहिँ नेता हुनु भन्ने सिधा एउटा स्थानलाई मात्रै नै पुरा राज्यलाई हो। तर एउटा नेता हुनु भनेको पहिला आफ्नो स्थानबाट सुरुवात हुनुपर्छ या पुरै राज्य नै उगाट्न सक्छ? एउटा नेता हुनु है उसले आफ्नो समुदायबाट स्टार्टिङ गर्छ या पुरै राज्यबाट गर्न सक्छ? हो यस्तो हो। तपाईँको सर्वप्रथम त उसको क्यारेक्टर हेर्नु पर्यो होइन, क्यारेक्टर हेर्नु पर्यो। क्यारेक्टर भनेपछि यो मान्छे राम्रो छ भनेपछि त उयो त माथि जानु पर्यो नि त होइन। जस्तै इक्जामको फेरि त्यस्तो पनि के भएर पर्छ तपाईँको आजकल के छ भने मिडियाबाजी बढी छ होइन। मान्छेलाई सहीलाई गलत, गलतलाई सही भन्न पनि अहिले छुट्याउनै गाह्रो छ क्या। इक्जामको लागि तपाईँको अस्ति भर्खर जन्मे राष्ट्रिय स्वतन्त्र पार्टी होइन, उहाँ जनताले मत पनि दिए, मिडियाको भरपुर प्रयोग गरियो होइन। उहाँसँग अब अनेक कुराहरू पनि होलान् होइन, आर्थिक कुराहरू पनि होलान् होइन। तर सरकारमा त पठाइयो नि त। तपाईँको जन्मिएको तपाईँको 3 महिनामै तपाईँको त्यत्रो मत ल्याउनु भयो। तपाईँको देशको तपाईँको गृहमन्त्री पनि हुनुभयो होइन। त मान्छेले त पत्याएको हो त। तर भ्रममा त रहेछ नि त, मान्छे त भ्रममा त रहेछ नि त होइन। त्यस्तो काण्डहरू निस्क्यो होइन। ठिकै छ। एउटा फेरि मैले अन्तिम प्रश्न जोड्न चाहेँ। हजुर एउटा जनवादी भएर नेतृत्व गर्न खोजिराख्नु भएको छ या पहिचानलाई लिएर? यस्तो अब सबभन्दा हामी चाहिँ सबैभन्दा मुख्य कुरो हामी नेपाली त्यो बिर्सिनु हुन्न कहिले पनि होइन। नेपालभित्रको चाहिँ पहिचान हो होइन। नेपालभित्र जस्तै हामीले मगर सङ्घले चाहिँ के भन्छ भने मगरात सहितको संविधान नेपाल भनेछ नि त। मगरात देश छुट्टै मागेको होइन नि त होइन। पहिला हामी नेपाली हौँ, नेपालभित्रको चाहिँ मगरात हुनुपर्छ भन्ने हाम्रो धारणा हो नि त, हाम्रो माग हो नि त। जस्तै थारूले पनि त छुट्टै हामीले थारूबाट देश चाहिन्छ त भनेको होइन नि त होइन। जस्तै तमुवानले पनि हामी चाहिँ तमुवान छुट्टै देश चाहिन्छ भनेको होइन। पहिला हामी नेपाली हौँ होइन। ठिक चाहिँ त्यतिखेर तत्कालीन अवस्थामा के भयो कसो भयो, अहिले बृहत नेपाल भयो होइन, आधुनिक नेपाल भयो। पछाडि हामी फर्कन चाहेको होइन। तर चाहिँ यो भूमिमा सबैभन्दा आएको समुदायले यो भूमिलाई बस्न लायक बनायो, यहाँको वातावरणसँग हुर्कियो खेल्यो, यो माटोसँग चाहिँ सम्बन्ध गाँस्यो, त्यसलाई त सम्मान गर्ने कि नगर्ने होइन। त्यो भन्दा कुरो खाने। त्यही भएर चाहिँ हामीले चाहिँ समग्र सबैलाई हेर्ने हो। समग्र हेर्दा सबैलाई हेर्दाखेरि सबैलाई आफ्नो ठाउँमा राज्यको नजर चाहिँ हामी राज्यमा गयो भने भोलि शासक वर्ग भए पनि हामीले चाहिँ मगर समुदायबाट गए पनि हामीले मगरलाई मात्र हेर्ने होइन होइन। मगरलाई पनि हेर्ने हो, थारूलाई पनि हेर्ने, तमुवान पनि हेर्ने हो, ब्राह्मण
थपुरी सबैलाई हेर्ने हो होइन, तर चाहिँ उस अनुसार भनेपछि पहिचान सँगसँगै जनवादीको राजनीति राम्रो हो। धन्यवाद सर। आज हामी अब कार्यक्रमको अन्तिम समयमा आइसकेको छौँ। यसै गरी तपाईँको मनमा केही विचार छ भने दर्शकमा राख्न सक्नुहुन्छ। अब विचार भन्दा पनि सबैभन्दा पहिला त अब अघि नै भने यो 43औं मगर दिवस आएछ, भोलि हो होइन। 43 मगर दिवसको यहाँ सम्पूर्ण शुभकामना। यो हामी समाजमा चाहिँ अहिले मगर समुदायमा चाहिँ एउटा के दुविधा छ भने कसैले चाहिँ मगर सङ्घको स्थापना दिवस भन्छन् होइन, कसैले चाहिँ राष्ट्रिय मगर एकता दिवस भन्छन् होइन, कसैले मगर दिवस भन्छन् होइन। तर जे जस्तो भने पनि त्यो दिन चाहिँ एउटा चाहिँ हामीले चेतनाको लहर फैलाउने दिन हो। पुर्खाहरूले चाहिँ 15 र 16 गतेबाट 15 गते प्रथम अधिवेशन 15 र 16 गरे, उद्घाटन सत्र 15 गते भयो, 16 गते बन्द सत्र भयो। त वास्तवमा त्यो सङ्गठनको स्थापना दिवसै हो त भए तापनि तर जनमानसले चाहिँ मगर दिवसको रूपमा स्वीकारिसकेको छ होइन। त्यो स्वीकारिसकेको शब्दलाई हामीले फेरि पछाडि फर्केर होइन यो स्थापना दिवस हो भनेर चाहिँ भ्रम फैलाउनु हुन्न। यो मगर जुन समुदायलाई आफूले मगर दिवसमा उसले गर्व गर्छ भनेपछि त्यसलाई फेरि नाम चेन्ज गर्नु अथवा त्यसलाई शीर्षक राख्नु खासै ठिक होइन जस्तो लाग्छ। जस्तै इक्जाम्पलको लागि हिजो हामीलाई आदिवासी भनेर चाहिँ सिकाइयो नि त, पढाइयो, त्यो प्रशिक्षण दियो होइन। आदिवासी जनजाति भनेको यो हो, आदिवासी भनेको यो हो भनिसक्यो होइन। त अहिले चाहिँ पछिल्लो समयमा फेरि आदिवासी होइन हामी मूलवासी हौँ भनेपछि एउटा किसिमको भोइस आएको छ, कुनै दलको होला तर एउटा भोइस त आएको छ नि। तर जनता त भ्रममा पऱ्यो नि त, कसैले आदिवासी भन्छ, कसैले मूलवासी भन्छ, कसैले भूमिपुत्र भन्छ। वास्तवमा त त्यो त एउटै हो नि होइन, त्यसको मर्म त एउटै हो नि। एउटै भएपछि त्यसलाई कन्फ्युज गराउनु हुन्छ जनतालाई होइन। त्यसैले चाहिँ अब हामीले पनि मगरले पनि हामी यो मगर दिवस नै हो है, मगर दिवस नै स्थापना दिवस हो भने हामीले मगर दिवसको रूपमा मनाइरहेको छौँ। विशेष गरी फागुन 15लाई एउटा पुनर्जागरणको दिन हो यो होइन। अनि यसको लागि यहाँ सम्पूर्णलाई शुभकामना छ। तर अहिले चाहिँ अहिलेको आएर चाहिँ के भन्छ भने मगर दिवसलाई एउटा जागरणको दिन भन्दा पनि रमाइलो गर्ने दिन, चाडपर्व रूपमा जस्तै मनाइरहेका छन्। खानपिन गरेर रमाइलो गरेर सेलिब्रेट गरेर नचाहेर त्यो गरिरहेको छन्। त्यो पनि गर्ने हो, नगर्नु राम्रो होइन, तर चाहिँ भड्किलो किसिममा गर्न भएन। त्यसको साथसाथै हामीले चाहिँ युवालाई पुस्तालाई के मेसेज दिने, के सूचना दिने त होइन, के गरिमा कुराहरू के गर्ने, मनको विषयमा के भन्ने त त्यो कुरामा फोकस दिनुपर्छ भनेर चाहिँ आम यो जुन भोलि हुन रहेको मगर दिवस सबै जति पनि साथीहरूले गर्न लाउनु भएको छ, यो किसिमले चाहिँ तपाईँहरूले चाहिँ मेसेज दिनु होला म भन्न चाहन्छु। र म नेपाल मगर युवा सङ्घको तर्फबाट यहाँ सम्पूर्णलाई चाहिँ 43औं मगर दिवसको शुभकामना गर्न चाहन्छु। धन्यवाद सर। हजुर आफ्नो अमूल्य समय दिएर यहाँ उपस्थित भइदिनु हो, त्यसको लागि म तपाईँले एकदमै धेरै धेरै धन्यवाद दिन चाहन्छु र कार्यक्रमबाट बिदा गर्न चाहन्छु। दर्शकबिन, आजका कार्यक्रम समय सान्दर्भिकमा हाम्रो पाहुना हुनुहुन्थ्यो नेपाल मगर युवा सङ्घ रूपन्देहीका जिल्ला अध्यक्ष हेमन्त बुढाथोकीजी। उहाँले एकदमै सान्दर्भिक कुरा गर्नुभयो जुन मगर सङ्घको दिवसको बारेमा छ। भोलि मगर दिवसको उहाँको उसको बारेमा एकदमै निकै परिचर्चा गरिसक्यौँ। यसै गरी आज हामी कार्यक्रमबाट चाहिँ बिदा माग्ने अवस्था आइसकेछ, त्यसकारण म आज कार्यक्रमबाट बिदा हुन चाहन्छु। हवस् त, धन्यवाद, नमस्कार।